हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 5-6 श्लोक यस प्रकार रहेको छ। धृष्टकेतुस्य कीतानः काशीराजश्च वीर्यवान् पुरोजित कुन्तीभोजश्च शैब्यश्च नरपुङ्गवः युधामन्युश्च विक्रान्त उत्तमौजाश्च वीर्यवान् सौभद्रो द्रौपदेयाश्च सर्व एव महारथः। यहाँ पाण्डव सेनामा धृष्टकेतु, चेकितान र काशीराज जस्ता बलवान अनि पुरोजित, कुन्तीभोज र शैब्य जस्ता वीर पुरुष छन्। त्यसै गरी साहसी युधामन्यु र बलवान उत्तमौजा, सुभद्राको छोरा अभिमन्यु र द्रौपदीका छोराहरू छन् र यी सबै योद्धाहरू साँच्चै नै महारथी हुन्। यो संसार भगवानको लीला हो, तर चेतनाको स्तरमा त्यसरी अनुभूति गर्न सकिएको हुँदैन। जस्तो चेतनाको स्तर रहेको हुन्छ, अरू प्राणीहरूप्रति पनि त्यस्तै दृष्टिकोण रहने गर्छ। जस्तो म शिक्षक हो र मैले पढाउँछु भने यो म हुँ र मैले पेशागत रूपमा पढाउँछु भन्ने हुन्छ। यस प्रकारको शारीरिक अवधारणले गर्दा मानिसले कस्तो दृष्टिकोण राख्छ भने सम्पूर्ण मानिसहरूमध्ये कौशलता, क्षमताका आधारमा मानिसहरूको छुट्टा छुट्टै पहिचान हुने गर्छ। जस्तो कोही डाक्टर, कोही इन्जिनियर, कोही प्रखर समाजसेवी, कोही निडर नेता अनि कोही विज्ञ भन्ने हुन्छ। धन्यवाद। राधे राधे।